बा-आमा। म गर्भमा थिएँ अरे अनि मेरी आमाको उमेर मात्र 15। मेरी आमा एक परदेशीको पत्नी अरे मेरा बा अझै कतारको खाडीमा। हजुरबा मेरा ऋणमा डुबेका एक निमुखा गरिब हलिबस्थे अरे साउकोमा। पढाइभन्दा ठुलो भोग थियो अरे अनि मेला जान्थे मेरा बा एक सरो कपडामा। म पनि त्यही साउकोमै हलिबस्ने मेरो जन्म अगावै तय थियो अरे। तर छोराले अक्षर चिन्नुहोस् प्रगति गरोस् भनेर मेरा बा मेरो न्वारन नै नगरी विदेश पलायन भए अरे। बाको नामको श्रृङ्गारमा सजिएर मेरी आमा आधा पेटमा तृप्ति मेटाई मेला भ्याउँथिन् अरे। काम गर्दै गर्दा बगेका हरेक थोपा पसिनासँगै जवानी लिलाम गरेका थिए अरे। अनि अन्तरात्मामा मेरो उफ्रिरहेको खेलिरहेको बिम्ब प्रतिबिम्ब भइदिन्थ्यो अरे। कहिले साउको ऋणले झस्किन्थे अरे त कहिले छोराले पनि हलिबस्नुपर्छ कि भनेर अत्तालिँदै 17 घण्टा जोतिन्थे अरे। मेरी आमालाई मागको रातो सिन्दुर अनि हातका राता चुराको छन छन सुस्केराले बाको तृष्णा जगाउँथ्यो अरे। अनि गलाको पोते र त्यसका हरेक दानाले इज्जत र संस्कार धानेको थियो अरे। 15 वर्षको कलिलो उमेरमा मखमली गुर्दौलीसँगै फुलेकी मेरी आमाले मलाई पनि सँगै फुलाइछिन् आफ्नो गर्भमा। मेरी आमाको अपरिपक्व शरीर तर परिपक्व आँट, काँचो कलिलो उमेर तर नेतृत्वदायी भूमिका, निडर अनि शान्त स्वभावकी मेरी आमा। कहिले भन्ज्याङमा कोइलीसँगै गाउने अनि न्याउलीसँगै बेदानाका पोका फुकाएर रुने गर्थिन् अरे मेरी आमा। मेरो आँसुमा रोदनका आफ्नो पीडाको चिच्चाहाट सुन्थिन् अरे अनि म मुस्कुराउँदा सयपत्री झैँ आफै फक्रिन्थिन् अरे। जब जब म आमा भनी रुन्थेँ अनि सम्झिन्थिन् अरे अभाव र गरिबीमा 6 दिदीबहिनी हुर्काएको छेड। अपरिपक्व शरीर अनि छातीको समेत नसा छुडिने गरी रगतमा लतपताएर मलाई जन्म दिइन् अरे। मेरा हजुरबा हजुरआमाले नाति पाएका, आफ्नो मुटुको टुक्रा, भुइँमा राख्दा माटो लाग्ने, बाहिर राख्दा बैरीको आँखा लाग्ने, साँच्चै पोल्टामा राखेर हुर्काएका थिए मलाई। तर मनमा छुट्टै आँधीबेरी थियो मेरी आमाको। कतै म पनि त्यही साउकमै हलिबस्नुपर्ने हो कि त बा जस्तै कमरमा रातो पटुका बाँधेर रातो अनुहार बनाउँदै मरुभूमिमा जीवन बिताउन पर्ने पो हो कि त छोरो गलत सङ्गतमा परि कुलतमा लाग्ने पो हो कि आमाको मन न हो। तर शरीर ठाडो गरेर हिँड्न र शरीरका सबै दुःख पीडा यत्तिकै भुलाउन सक्ने थिइनन् मेरी आमा। ठाडो गरी हिँड्ने मेरो कुनै अधिकार थिएन अरे, किनकि म निमुखा हलीको नाति नपरे। मलाई हेर्ने सबैको नजर फरक देखिन्थ्यो अनि मेरो चरित्रको किताब मेरो परिवारको गरिबीको आधारमा लेखिन्थ्यो। तर कसलाई थाहा थियो र गरिब भन्ने किताबको पाना कहाँ कतिखेर पल्टिन्छ भनेर। फलानुको रगत के पर्थ्यो के गर्थ्यो यही पंक्ति दोहोरिन्थ्यो मेरो भडनमा अनि हलीको ह भन्ने शब्द दोहोरिन्थ्यो मेरो कानमा। थाहा छैन मेरो पढाइले यो समाजमा म मेरो बा आमाको त्याग र सपनाको मूल्य चुकाउन सक्ने गरी बिक्छु या बिक्दिन। तर यति थाहा छ म मेरो बा आमाको बुढ्यौलीको सहारा हौसलाको वैशाखी अवश्य बन्नेछु। तर यति थाहा छ म मेरो बा आमाको बुढ्यौलीको सहारा हौसलाको वैशाखी अवश्य बन्नेछु। मेरा बा आमा।